सम्पूर्णलाई नमस्कार। आजभोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले सम्पूर्ण भारतवासीलाई के खबर गरेको छ, के जानकारी दिएको छ भने तपाईं जे पनि काम गर्नुस्, सुन चाहिँ नकिन्नु यो वर्ष, किनभने यति ठुलो अर्थतन्त्र भएको देशको बचाउ गर्नलाई जुन अहिले पश्चिमी देशमा भएको युद्धको कारण पेट्रोलियम पदार्थ ग्यास धेरै महँगो भएको हुनाले उनले समयमै आफ्ना जनताहरूलाई यसरी आह्वान गरेको छ। त्यसै हिसाबले म पनि हजुरहरूलाई आह्वान के गर्न गइरहेको छु, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सङ्घ संस्था सम्पूर्ण बुद्धिजीवी सबैलाई के आह्वान गर्न गइरहेको छु भने कमसे कम 1 वर्ष अहिलेको यो नयाँ सरकारलाई विरोध नगर्नुस्, काम गर्न दिनुस्। यसले राम्रो काम यदि गरेन भने विरोध मात्र हैन, यसलाई जरैदेखि उखालेर फाल्दिउँ न। कस्तो लाग्यो मेरो विचार हजुरहरूलाई? राम्रो लाग्यो भने शेयर पनि गर्नु, टक्क लाइक अनि सर कमेन्ट पनि गर्नु होला। हस्त धन्यवाद।